नमस्कार। श्री प्राचीन सिद्धनाथ तथा बैजनाथ मन्दिर भीमदत्त नगरपालिका 8 तिलाचौर कञ्चनपुरबाट यहाँ सबैलाई स्वागत गर्न चाहन्छु। मेरो नाम हो विक्रम। अन्तिमसम्म यो भिडियो हेरेर साथ दिनुहोला भन्न चाहन्छु। यो ठाउँमा चाहिँ नेपाल आमाको चाहिँ नेपालमै अग्लो मूर्ति बनाउने भनेर स्थापना गरेको थियो, तर अहिलेसम्म चाहिँ काम जस्ताको त्यस्तै छ, निर्माण भएको छैन। जस्ताको त्यस्तै अवस्थामा रहेको छ, काम सम्पन्न भएको छैन। हेरौँ अब कहिलेसम्म हुन्छ। अझै यो ठाउँलाई चाहिँ प्रचार प्रसारमा त्यति धेरै ध्यान आकर्षण कसैको पनि भएको छैन। अझ यसलाई प्रचारको रूपमा जुन हिसाबमा हेर्ने हो भने, पर्यटकको हिसाबमा हेर्ने हो भने अहिले राम्रो हुने सम्भावना देखिएको थियो। यो चाहिँ महाकाली शारदा मन्दिर हो, यो देखिएको छ। जगतगुरु निवास नेपालमा मूर्ति पुऱ्याइरहेको छ। महाकाली शारदा मन्दिर यहाँ चाहिँ विभिन्न प्रकारका कुण्डहरू पनि रहेका छन्, विभिन्न क्षेत्रका कुण्डहरू रहेका छन्। जस्तै बैतडी कुण्ड रहेको छ। यो चाहिँ यसै गरी यहाँ थुप्रै प्रकारका थुप्रै क्षेत्रका, जस्तै अछाम, बाजुरा, बझाङ लगायत थुप्रै क्षेत्रका चाहिँ यहाँ कुण्डहरू बनाइएको छ। यो ठाउँमा चाहिँ त्यहाँ चाहिँ गएर पूजाआजा गर्नको लागि एउटा कुण्ड बनाइसकेको छ। त्यहाँको क्षेत्रको अलग अलग क्षेत्रहरू अलग अलग कुण्डहरू बनाएको देखिन्छ यतातिर। यो चाहिँ दार्चुला कुण्ड रहेको छ अनि यो चाहिँ बझाङ कुण्ड रहेको छ। यहाँ पूजाआजा गर्ने प्राचीन सिद्धनाथ बैजनाथ मन्दिर भनेर यतातिर देखाइरहेको छ। यो देख्नु भएको चाहिँ यो पुरानो चाहिँ एउटा शिवलिङ्ग रहेको छ। यो चाहिँ माथि जाने मन्दिर रहेको छ। यहाँबाट पनि बैजनाथ मन्दिरमा जान सकिन्छ दर्शन गर्नको लागि चाहिँ। यो चाहिँ पोखरी भनेर बनेको छ र पुरानो प्राचीन यहाँ चाहिँ विभिन्न जिल्लाका कुण्डहरू बनाएको प्रायसो देख्न सकिन्छ। विभिन्न जिल्लाहरूबाट आएर यहाँ आफ्नो पूजाआजा गर्नको लागि चाहिँ कुण्डहरू बनाएको छ। यहाँ चाहिँ मैले सुदूरपश्चिमका 9वटा जिल्ला छ, 9वटा जिल्लाको चाहिँ सायद कुण्ड बनाएको चाहिँ देख्न सकिन्छ होला। यहाँ चाहिँ देखिरहेर आएको छौँ हामीले चाहिँ। लगभग हेर्दाखेरि चाहिँ रमाइलो ठाउँ छ, रमणीय ठाउँ छ र यो चाहिँ तिलाचौरमा पर्दछ। कञ्चनपुरको चाहिँ भीमदत्त नगरपालिका 8 मा चाहिँ पर्दछ। तपाईँ सबैजना एकचोटि आएर हेर्नुहोला, भ्रमण गर्नुहोला। तपाईँ सबैलाई प्रचार प्रसारको कमी भएको जस्तो मनोभाव भइरहेको छ मलाई। र त्यति हामी यहाँ आएको बेला चाहिँ त्यति धेरै मानिसहरू पनि आएको थिएन, त्यति धेरै पर्यटकहरू पनि हामीले देख्न सकेनौँ र थुप्रै कोही स्थानीय 2-3 जनाहरू मात्रै देखिरहेको थियो मैले। हाम्रो टिमहरू पनि त्यहाँ अवलोकन गऱ्यौँ, हेऱ्यौँ, रमाइलो लाग्यो। तपाईहरु पनि एकचोटि भिजिट गर्नुहोला। धेरै धेरै धन्यवाद अन्तसम्म हेर्दै हुनुभएकोमा।